साथीहरू नमस्ते। आज म फेरि नयाँ भिडियो लिएर हजुरहरूलाई नयाँ विषयमा जानकारी दिने उद्देश्यले उपस्थित भइसकेको छु। आज चाहिँ म पोर्टिङ कम्पाउन्डको बारेमा हजुरहरूलाई जानकारी दिन गइरहेको छु। पोर्टिङ कम्पाउन्ड लिथियम आयन ब्याट्रीलाई आगो लाग्नबाट बचाउने एक किसिमको लिक्विड हो। यो लिक्विड प्रयोग गर्दा तपाईले ब्याट्रीलाई के फाइदा हुन्छ त ब्याट्री हल्लिन पाउँदैन, हिट पनि सोच्ने भएका कारणले आगो लाग्ने चान्स एकदमै कम हुन्छ, आगो लाग्नबाट बचाउँछ। साथै वाटरप्रुफ र डस्ट प्रुफको लागि पनि यो लिक्विड युज गरिन्छ। यदि हजुरहरू पनि ब्याट्री प्याक निर्माण गर्नुहुन्छ, ब्याट्रीको सम्बन्धित काम गर्नुहुन्छ भने तपाईहरुको लागि यो कतिपय कन्डिसनमा ब्याट्रीमा फायर हुने त्यही समस्याको समाधानको लागि सक्नुहुन्छ। यसलाई प्रयोग गर्न पनि निकै सजिलो छ। दुई किसिमको लिक्विडलाई एक आपसमा बराबर मात्रामा घोलेर तपाईले एउटा घोल तयार गरेर सिधै ब्याट्रीमा तपाईले एप्लाई गर्न सक्नुहुन्छ। हजुर पनि चाहनुहुन्छ कि आफ्नो ब्याट्रीमा आगो नलागोस्, आगो लाग्ने चान्स एकदमै कम होस्, हैन, ठुलो धनजनको क्षति हुनबाट रोकियोस् भन्ने चाहनुहुन्छ भने तपाईले यो लिक्विड अवश्य प्रयोग गर्नुहोला। यो भिडियोमा हजुरहरूलाई यस लिक्विडको प्रयोग अनि फाइदाहरू मैले बुझाउन सके कि सकिन। यदि हजुरहरूलाई अन्य कुनै जानकारी चाहिन्छ यस विषयमा भने मैले जानेका कुराहरू म हजुरहरूलाई हमेसा सिकाउने छु। हजुरहरूले कमेन्ट्स गरेर सोध्न पनि सक्नुहुन्छ र यस्तै जानकारीमूलक भिडियोहरूको लागि मलाई फलो गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद।